आइटममा आइटममा पैसा बेच हालिदियो भने तिम्रो सान खबर ठिक छ साँच्चीको हिजोको त रेकर्ड हालेको छ युट्युबमा सबै हालेको छ अरे पेजमा हालेको छ अरे बर्बाद भयो ला म त त्यति जिस्केर बसिरहेको थिएँ अब त म बोल्दिनँ म पनि त जिस्केको थिएँ कहिले जिस्किँदैन थिएँ हिजो जिस्केको थिएँ दिपेन सरलाई के पेजमा पनि हालेको छ अरे भन्दै थिएँ खोइ राम राम कुन पेज रहेछ है युट्युबमा त मैले हेरिसकेँ हालेको हालेकै छ हालेको छ हो मलाई पठाइदेऊ न युट्युबमा त सबै नै हुन्छ दिपेन सरको सबै नै बोलेको हालेको हुन्छ अहिले पठाइदिन्छु वाट्सएपमा कपी गरेर अनि यी त जस्ता कि तस्तै छिन् खत्तम पारिहालेछ नि हो केटाहरूले युट्युबमा किन हाले होला नि 01 वेलकम सोधिरहेछ भनिदेऊ त अरे ल अहिले उता गएको छ हिजो त्यत्तिकै जिस्केर बसिरहेको थियौँ के लाइभमा रेकर्ड गरेर हाल्दै त्यस्तो युट्युबमै त केही थिएन त हौ किन हालेको होला सबैले हाल्छन् के दिपेन्द्रले जे गर्यो पनि हाल्छन् दिपेन्द्र टोइलेट गएको पनि हाल्छन् पठाइसक्यो वाट्सएपमा हेर्नु न ल यही मोबाइलमा के अहिले हेर्छु ल तर त्यत्तिकै जिस्केर बसिरहेको थियौँ कस्तो धन्न दिपेन्द्र सर के दिपेन्द्र सर त केही बोल्ने थियो हामीले बोलेको छौँ के त्यहाँ खोइ हिजो के भएको थियो पनि बिराम थियो कि के भयो थियो पनि दिपेन्द्र सरलाई हामीले जिस्काएर बसिरहेको थियौँ कि हिजोको चाहिँ फेरि है होइन म यसरी बोल्नु हुन्न क्या मैले रिसाउँछु नि त म धेरै नबोल्नु भन्छु अनि त्यही गाली गर्छु जेन्साले भन्थ्यो नि त्यो त देख्नु भएन केही हुँदैन अब मलाई त आजकल त केही लाग्दैन अब झन् ठुलो मान्छेसँग भाइरल भयो सबै छ सबै मेरा बोलेकाहरू सबै छ सबै हुन्छ क्या त्यो गएर हेर्नु न वाट्सएपमा आइसकेको छ अर्को मोबाइलमा युट्युब चल्छ म भनिदिन्छु नेप्से डिस्कसन भन्ने जानु नभन यार मेरो साथीहरूले हेर्छन् मलाई लाज लाग्छ अहिले के भने तपाईँ फेरि कुरै बुझ्नुहुन्न मन मिल्यो भने भन्नुहुन्छ म चाहिँ मेरो एक्सको कुरा गर्छु तपाईँ के भन्नुहुन्छ हुन्छ तपाईँ फेरि त करोड के करोड भन्नुहुन्छ त्यो भन्नु भने त बिल्ला गरेको फिल हुन्छ नि त दिपेन्द्रलाई त्यो भएर नर्भस भएर नबोलेका तपाईँलाई थाहा नै छैन भरे म भन्नेतिर कुरा गर्छु त्यो करोड करोड भन्यो भने त्यो भनेको चाहिँ बिल्ला हानेको फिल हुन्छ के उहाँलाई त्यो भन्यो भने कति धेरै बेर बोलेको नि फेरि हिजो भन्नुपर्छ नि त रेकर्ड हुन सक्छ है भनेर म बोल्दिनँ थिएँ नि त अनि मलाई त्यत्तिकै उहाँलाई जिस्काइदिएर अस्तिको पालि उहाँले जिस्काउनु भएको थियो अनि हिजो चाहिँ मैले जिस्काइदिएको कि अनि भरे गेस्टमा आउनु न तिमीलाई रेशमले सोधिरहेछ अघिदेखि को रेशम रेशम फिलिली जेरिसालाई भरे गेस्टमा आउनु न भन्नु नमस्ते भन्नु अनि नमस्ते सर हामीले त अस्ति मलाई हजुरले जिस्काइसकेको थियो अनि हिजो मैले जिस्काएको रेकर्ड पो गरेर हाल्दा भन्नु ल आउनु है फेरि भरे गेस्टमा अब ल ल थ्याङ्क यू नोबलजी म सँगसँगै बोल्नु नि ल त्यहाँ अब व्यवहारिक कुराहरू हुन्छन् हुँदैन त्यस्तो हुँदैन म त्यहीँ हुन्छु नि सबै व्यवहारिक कुरा कहाँ हुन्छ त खोइ हिजो के भएछ कुनै नर्भस भइराखेका थिए हामीले धेरै जिस्काएर त होइन ए त्यस्ता जिस्काउनु त मलाई त मतलबै लाग्दैन नि होइन मलाई फोन गर्नु न म भन्छु तपाईँलाई कति कम कुराहरू कहाँबाट चिनेको रे मलाई त त्यसो मोटाउन मन छ हजुर मोटाउन मन छ अहिले मलाई होइन यो लाइभ सकेपछि मलाई 2 मिनट कल गर ल ल किन त्यो त औषधि खाएर त होइन नि फेरि फेरि भ्यात्तै मोटाएर घिनलाग्दो देखिन्छ होला होइन मलाई एउटा चिज देखाउँछु क्या लाइभमा त देखिँदैन म उता गएँ जिराउन ल ल अहिले 2 मिनट जति बोल्न आउनु ल
अनि म तिमीलाई बताइदिन्छु तिमी पनि गर 100%। तपाईँको यसको जान्छु कता अब दिपुको लाइभ खुल्छ क्या अब 12 बजीदेखि लाइभ आउनु छ खाना खान्छु कस्तो नराम्रो भएछ क्या आज हेर्नु न ताप्लेजुङ पाथिबाट जाँदै गरेको गाडीमा माथि लाइनको तार खसेर होइन गाडीमा परेर 6 जना मरेछ 2 जना घाइते छ अरे चुल्लालाई गर्नुस् बिता ताप्लेजुङको पाथिबाट जाँदै गरेको जिपमा करेन्ट लाग्दा 4 जनाको टाइप जानुभन्दा अगाडि मलाई कल गर ल त्यही छ कि व्हाट्सएपमा हेर्नु लाग्छ त्यो भनेको होइन नि त्रिशना सिस्टर त्यो त सबैले हाल्छन् त्यो त नर्मल हो होइन उता अरूमै भनेको फेसबुकमा चाहिँ हालेको छ अरे कि नराम्रो भनेर तपाईँलाई त्यो त सबैलाई थाहा छ नि युट्युबमा त सबै तपाईँले हामी त दिपेन्द्र सरसँग जुन दिन म स्टार्टिङमा बोलेँ नि स्टार्टिङदेखिकै छ त्यो त नर्मल हो त्यो त उनीहरूले त्यसलाई हाल्न त हामीले अथोरिटी दिएकै छ उनीहरूलाई त्यो हाल्न त हामीले उहाँहरूलाई अथोरिटी दिएकै छ हाल्दा हुन्छ नि भने सब के भन्नु हाल्छ नि त के भन्ने हाले केही फरक पर्दैन ए हो खोइ ग्रुपमा भन्छन् नि होला उसले हालेको छ अरे होला कताको ग्रुपमा अनि त ग्रुपको मान्छेहरूलाई कपी पेस्ट गर भन्नु नि ग्रुपकोहरूलाई पेस्ट गरिदेऊ न हामीलाई पनि हामी पनि हेर्छौँ भन्नु नि आइमाई ग्रुप भन्यो अरे हो के भन्नु र